म यहाँ किन छु पनि थाहा छैन पुरुदाले बोलाउनु पनि ट्रेलर हेर्न आएको थिएँ यहाँनिर दाइले ल शुभकामना दिनु भनेर भन्नुभयो शुभकामना त सधैँ नै छ होइन मेरो फिल्मको जर्नीमा पुरुदाई एकदमै धेरै अगाडिदेखि हुनुहुन्छ जुन बेला फिल्म लुट बनाएको थिएनौँ त्यो बेला पनि पुरुदाईले नै काम गरिरहेको एउटा फिल्ममा म असिस्टेन्टको रूपमा पुगेको थिएँ कति कुराहरू छन् जुन मलाई यतिको सेपअप गर्नको पछाडि चाहिँ पुरुदाईले बोलेका कति कुराहरू छन् त्यही सेटमा त पुरुदाईलाई थाहा छैन होला तर म त्यो एउटा किचकिचे क्ल्याप हान्ने केटा थिएँ होइन जसले चाहिँ पुरुदाईले काम गरिरहेको बेला बिचमा के सोधिरहेको हुन्थ्यो र दाइले कहिले धेरै जस्तो झर्को नमानी कहिले काहीँ चाहिँ के सोध्छ भने यसरी पनि आन्सर दिनुहुन्थ्यो तर त्यो सबै मेरो लागि चाहिँ प्रेरणादायी थियो होइन तर पछि पुरुदाईसँगै नि फिल्ममा काम गर्ने मौका पाएँ अनि एकदमै खुसी लागेको छ आज त्यही भएर अघि पुरुदाई प्रोग्राममा आएर भर्याङमा पनि बस्नलाई पनि एकदम उहाँलाई समस्या थिएन होइन अनि मैले ठ्याक्कै त्यो देख्ने बित्तिकै त प्रोड्युसर हो भनेको सह निर्माता भन्दै हुनुहुन्छ दाइले होइन सो त्यही भएर पनि यहाँ सायद हामीहरू जतिजना पनि ट्रेलर हेर्न बसेको छु त्योभन्दा धेरै एक्साइटेड मैले आज पुरुदाईलाई नै देखेँ होइन उहाँ पुरुदाई आफै एक्साइटेड हुनुहुन्छ जो यो राम्रो चिज पनि हो अब धेरै नबोलौँ होइन अब धेरै जति बोल्यो भने बोल्ने चिज त आइ नै रहँदो रहेछ सबभन्दा पहिला चाहिँ शुभकामना सबै एक्टर्सहरू होइन मलाई चाहिँ एकदमै पर्फर्मेन्स एकदमै राम्रो लागेको छ सबै एक्टर्सहरूको अनि त्यसमाथि मलाई भनौँ न एकदमै मनपर्ने सबै नै कलाकारहरू रहेछन् होइन प्रदीप दया दाई स्वागत दाई दिव्यदेव दिव्या हाम्रो प्रभुजी सुपुष्पाहरू को हुन्छ हाम्रो गौरी दिदी पनि त्यहाँ सेतो कपाल हालिरहनु भएको छ होइन सो सबैजनाको पर्फर्मेन्स एकदमै राम्रो लागेको छ मलाई पुरुदाईले बनाउँदाखेरि चाहिँ सायद दाइलाई मनपर्ने जनर पनि खिच्नलाई चाहिँ एकदम यस्तो अलिकति स्टाइलिस सर्टहरू अलिकति स्टाइलिस वे अफ मेकिङ दाइलाई मनपर्छ त्यही भएर यसमा त्यही भएर पनि लगानी गर्नुभयो कि जस्तो लागिरहेको छ होपफुली मलाई ट्रेलर हेर्दाखेरि चाहिँ एउटा फुल पावर प्याक्ड फिल्म हो कि भन्ने लागिरहेछ होइन टिजर ट्रेलरहरू एकदमै राम्रो आएको छ यसको मलाई यति मात्र हो अब यो भन्नु हुने हो नहुने हो थाहा छैन तर जहिले पनि फिल्म भनेको चाहिँ आई थिङ्क स्क्रिन प्ले दह्रो भयो भने चल्छ होइन अनि जब हलमा यो फिल्म आउँछ यो टिजर र ट्रेलरले हलसम्म मान्छे तान्छ जस्तो लाग्छ हलमा आइसके पछाडि स्क्रिन प्ले एकदमै इन्ट्याक्ट छ भने चाहिँ डेफिनेटली यो फिल्मले एकदम राम्रो गर्छ होला मेरो एकदमै धेरै शुभकामना छ अरू नरेश दाइले बोलेकै छ होला धेरै थ्याङ्क यू